हेलो नमस्ते सबैलाई। आज पनि फेरि मैले एउटा भिडियो लिएर आएको छु। के लिएर आएको छु भने त हजुरहरूले बाहिरैबाट थाहा पाइसक्नुभयो होला। अनि यो प्याज कटिङ पनि केको लागि भन्ने थाहा भइसक्यो होला। यो चाहिँ अचारको लागि प्याज काटिसकेपछि मैले फेरि गाजरको लागि रेडी गर्दैछु। गाजर कटिङ मैले चाहिँ गाजर मजाले एकदमै मसिनो गरेर काटिरहेको छु। यो अचारको लागि चाहिँ एकदमै राम्रो हुन्छ। गाजर चाहिँ मसिनरी काट्यो भने चाहिँ मिक्स अचार चाहिँ धेरै नै मिठो लाग्छ मलाई। मसिनो गरी काटिसकेपछि गाजर अब चाहिँ आफूलाई स्वाद अनुसारको खुर्सानी, कतिको पिरो खाइन्छ भने आफूले त्यही हिसाबको खुर्सानी राख्नु होला। मलाई चाहिँ ठिकै पिरो मिठो लाग्छ, त्यही भएर मैले चाहिँ 2टा खुर्सानी राखेकी छु। त्यसपछि हामीले बन्द राख्छौँ। बन्द चाहिँ मिक्स अचारमा जाति लाग्छ। बन्दा चाहिँ यतिको मसिनो बनाइसकेपछि बन्दालाई पनि मिक्स गर्नु होला। त्यसपछि लास्टमा मैले काँक्रा काट्छु। सबै कुराहरू मिक्स गरिसकेपछि थोरै थोरै भइहाले पनि केही हुँदैन। आफूलाई चाहिँ जस्तो साइजमा काट्नु मन छ त्यस्तै गरेर काट्दा पनि भइहाल्छ। लामो गोलो स्क्वायर शेपमा जस्तोमा काट्दा पनि भइहाल्छ। त्यसपछि मलाई चाहिँ धनिया मिक्स गर्नु मन लाग्यो। आफैले रोपेको धनिया चाहिँ सानो सानो छ तर पनि मलाई युज गर्नु मन लाग्यो। सानो भए पनि स्मेल चाहिँ एकदमै मिठो छ यसको। यो चाहिँ हाम्रो प्लान्ट बारी। धनिया थोरै भए पनि मैले मिसाएँ धनिया पनि। त्यसपछि हाम्रो आलु पनि रेडी भइसक्यो र त्यसको बोक्रा फाल्ने। त्यसपछि आलुलाई पनि काटेर राख्ने। यसरी आलु पनि मिसाउने। त्यसपछि यो अचार अलमोस्ट 70% रेडी भयो। अब त्यसपछि मैले चाहिँ तिल पिसेको धुलो राखेँ, गरम मसला, स्वाद अनुसारको नुन अनि हाम्रो लेमन जुस। अब चाहिँ अचार झान्नको लागि तेल राख्ने प्यानमा। तेल तातिसकेपछि थोरै मेथी अनि जिरा र मेथी कालो भइसकेपछि थोरै बेसार र यो झान्नको लागि रेडी भयो। अनि यसलाई चाहिँ अब मोल्दा भइहाल्छ। अलमोस्ट रेडी भइसक्यो। अब यो खानको लागि चाहिँ सबैतिर बेसार लाग्ने तरिकाले मोलिसकेपछि हाम्रो अचार चाहिँ खानको लागि रेडी भयो। देख्दै यम्मी देखिरहेको। मैले चाहिँ टपिङ गरिरहेको छु डिजाइन पार्नको लागि धनियाको पातले। अनि हाम्रो अचार चाहिँ यस्तो भयो। थ्याङ्क यू फर वाचिङ। बाई।